हाम्रा प्रहरीका पोसाकहरू जरे, प्रहरीसँग प्रयोग गरिने शान्ति सुरक्षाको खातिर प्रयोग गर्ने अस्वभावका सामानहरू त जले, तर हामी भित्र रहेको आत्मविश्वास, जनतालाई सेवा दिने जुन हामीसँग आत्मविश्वास छ, जुन हामीसँग दृढ सङ्कल्प छ, त्यो जलेर गएको छैन। क्याप्टेन विजय लामाज्यू र शङ्कर जोशी सर जसले यो बिटलाई, विजय लामा सर र शङ्कर जोशी सर जसले यो बिटलाई पुनर्निर्माण गर्न चाहिँ महत्त्वपूर्ण र उल्लेखनीय भूमिका खेल्नु भएको छ, उहाँहरूलाई पनि म अहिले यसै फोरमबाट आत्मदेखि नै सम्झिन चाहन्छु। संसारमा अपराध शून्य समाजको परिकल्पना गर्न सकिँदैन र सँगसँगै के पनि परिकल्पना गर्न सकिँदैन भने प्रहरी बिना समाजको पनि संसारमा परिकल्पना गर्न सकिँदैन। कानुन कार्यान्वयन गर्ने निकाय बिनाको संसारमा परिकल्पना गर्न सकिएन। र कहिलेकाहीँ के हुन्छन् भन्दाखेरि प्रहरी त्यो व्यक्तिले चाहँदैन जो घटना घटाउन चाहन्छ, अपराधिक मनोवृत्तिका हुन्छ, अपराधिक मानसिकताको व्यक्तिले प्रहरीलाई समाजमा नरहे हुन्थ्यो भन्न चाहन्छ, किनकि उसको उद्देश्य पुरा गर्नको लागि उसले प्रहरी चाहँदैन। तर समाजमा यस्ता व्यक्तिहरू पनि बसोबास गर्नुहुन्छ जसले शान्ति सुरक्षा